ख्रिस्ट नाममा जयमसी माझमा आज मैले परमेश्वरको वचन लिएर आएको छु। बाइबलका धेरै कथाहरूलाई टुक्रा कथाहरूलाई चाहिँ जोडेर आज तपाईँहरूको माझमा मैले वचन लिएर आएको छु। अनि मेरो वचनको शीर्षक छ अदृश्य खतरा। है, खतरा भनेपछि हामी सबैजनालाई थाहा छ। अनि आज अदृश्य खतराको विषयमा म बताउन चाहन्छु, किनभने देखिने खतराहरूदेखि त हामी जसोतसो बाँच्न सक्छौँ, तर जुन खतरा हामी देख्नै सक्दैनौँ, जुन खतरालाई हामीले महसुस गर्न सक्दैनौँ, कहिलेकाहीँ चाहिँ त्यो खतरा चाहिँ हाम्रो जीवनमा एकदमै भयङ्कर त्यसले चाहिँ रूप लिने गर्दछ। है, अनि त्यही विषयमा चाहिँ आज तपाईँहरूको माझमा बोल्न चाहन्छु। अनि बोल्नुभन्दा अगाडि चाहिँ एउटा म छोटो कथा जस्तो भन्न चाहन्छु। एकजना भाइ थिएछ। अनि त्यो भाइ चाहिँ उसको परिवार, दाजु अनि उसको बुवा आमा फ्यामिलीसँग चाहिँ मधेसको एरियामा बस्थेछ, झापा एरियामा। अनि हामीलाई थाहा छ झापा एरियामा चाहिँ त्यहाँ बेसी चाहिँ सर्पहरू लाग्ने गर्छ। अनि उनीहरू पनि त्यहाँ बस्दै गर्दाखेरि उनीहरूले चाहिँ त्यो वसन्त ऋतुको समयमा चाहिँ छोटो अवधिभरिमा उनीहरूले 13वटा सर्पलाई चाहिँ विषालु सर्पहरूलाई चाहिँ उनीहरूले दाजुभाइ मिलेर चाहिँ मारेको थिएछ। अनि उसले चाहिँ भाइचाहिँले चाहिँ त्यहाँ इन्टरभ्यूमा सोध्दै गर्दा तपाईँहरू यस्तो खेतमा बस्नुहुन्छ, यति डरलाग्दो छ यहाँनिर, अब कतिखेर कहाँबाट सर्प आउँछ, कुन सर्पले टोक्छ, कति विषालु विषालु सर्प हुन्छ, अनि तपाईँहरूलाई डर लाग्दैन भनेर त्यहाँनिर सोध्दै गर्दा त्यो भाइचाहिँले भनेछ, आज मलाई अनि मेरो दाजुलाई यो कुरा महसुस भइसक्यो कि आज हामीले चाहिँ धेरै सर्पहरू मार्दा मार्दै कुन सर्प अब देखेरै हामी चाहिँ चिन्न थालिसकेका छौँ, कुन सर्प कतिको विषालु छ भन्ने कुरा हामीलाई अलरेडी थाहा हुन्छ। तर मलाई र मेरो दाजुलाई त्यो कुराको चाहिँ डर लाग्छ कि आज जुन सर्प चाहिँ हामी देख्दैनौँ, बुलोमा लुकेर बसेको हुन्छ नि, हामी हिँड्दै गर्दा त्यो आली खेतको आली भएर जाँदै गर्दाखेरि त्यो दुलोबाट निक्लेर ठुङ्ने हो कि भन्ने त्यो नदेख्ने सर्पदेखि चाहिँ हामीलाई एकदमै डर लाग्छ, किनभने त्यो हामीले देखेकै हुँदैनौँ। देखिने सर्पसँग त हामीलाई डर लाग्दैन, त्यसलाई चाहिँ हामी देख्यो भने मार्न सजिलोसँगले मार्न सक्छौँ भनेर उसले त्यहाँनिर भन्दै थियो अरे। है, त्यसरी नै आज तपाईँ र म पनि कतिचोटि हामीलाई यो कुरामा हामी विश्वासी हौँ अनि सबै कुराहरू हामीलाई थाहा हुँदै पनि यो कुरा हामीलाई चाहिँ हामीलाई परमेश्वरबाट अलग लान्छ, यो कुराले चाहिँ आज हामी चाहिँ परमेश्वरबाट अलगिँदैछौँ भन्ने कुरा हामीलाई याद हुँदै गर्दाखेरि पनि कतिचोटि चाहिँ यस्तो अदृश्य खतरा हाम्रो जीवनमा आइपर्छ कि त्यसले चाहिँ आज तपाईँ र मलाई परमेश्वरबाट अलग पुर्याइदिन्छ। हामीले थाहा नै नपाइकन त्यसले चाहिँ आज हामीलाई परमेश्वरबाट टाढो बनाइरहेको हुन्छ। है, अनि त्यसरी नै म तपाईँहरूको माझमा एउटा उदाहरण ल्याउन चाहन्छु। मैले यहाँनिर 4-5वटा उदाहरण लिएर आएको छु। है, हननिया अनि सफिराको एउटा उदाहरण दिन चाहन्छु, जुन चाहिँ हामीले प्रेरित 5मा हेऱ्यौँ भने त्यहाँ पाउँछौँ। प्रेरित 5को 1देखि 11सम्म हामीले हेऱ्यौँ भने चाहिँ यो घटनालाई हामी पाउँछौँ। है, अनि म छोटकरीमा भन्न चाहन्छु, यो घटना सायद हामी धेरैले पढिसकेका छौँ, कतिजनाले हामीले सुनेका छौँ। है, यहाँनिर चाहिँ एकजना श्रीमान अनि श्रीमतीको घटना छ, जुन घटनामा चाहिँ त्यहाँ श्रीमान र श्रीमतीले प्रेरितहरूको चरणमा आफूले भेटी लिएर आउँछ। अनि त्यो भेटी चाहिँ कहाँबाट ल्याउँछ भन्दा उनीहरूले चाहिँ आफ्नो जग्गा जमिन बेचेर चाहिँ त्यो भेटी लिएको हुन्छ। अनि त्यतिखेर प्रेरितहरूले उनीहरूलाई जबरजस्ती करकाप पनि लगाएको हुँदैन, तिमीहरूले बेच्नै पर्छ अनि बेचेर चाहिँ यहाँ ल्याऊ भनेर भनेको पनि हुँदैन। उनीहरूले चाहिँ आफ्नै राजी खुसीले चाहिँ ती कुराहरू बेच्छ। अनि जब उनीहरूले ती कुराहरू बेचेर चाहिँ प्रेरितहरूको चरणमा ल्याउँछ, उनीहरूले एउटा गल्ती त्यहाँ गरी पठाउँछ। है, त्यो उनीहरूले चाहिँ के गर्छ भन्दाखेरि त्यहाँनिर उनीहरूको श्रीमान अनि श्रीमतीकै हृदयमा चाहिँ अनि छल कपटको चाहिँ आज खतरा उनीहरूको जीवनमा आइरहेको हुन्छ, जुन कुरालाई चाहिँ उनीहरूले महसुसै गरेको थिएन। है, न त श्रीमानले न श्रीमतीले। आज उनीहरूले चाहिँ त्यहाँनिर लोभ जुन कुरा चाहिँ उनीहरूको हृदयमा आउँछ, उनीहरूले त्यो अंश बेचेर उनीहरूले सम्पूर्ण कुरा दिनुपर्ने हुन्छ, तर उनीहरूले त्यहाँमध्ये केही चाहिँ लुकाउँछ। अनि लुकाएको कारणले गर्दाखेरि चाहिँ त्यो उनीहरूलाई थाहा हुँदैन कि उनीहरूमा आइरहेको त्यो लोभ चाहिँ आज के हो भन्दाखेरि त्यो अदृश्य खतरा भएर आइरहेको छ त्यो लोभ। अनि त्यसले चाहिँ के परिणाम ल्याउँछ भन्ने उनीहरूलाई थाहा हुँदैन। तर पछि गएर हामीले हेर्दै जान्छौँ भने चाहिँ आज त्यो लोभ जुन चाहिँ अदृश्य खतरा भएर उनीहरूको जीवनमा आएको त्यो छल र कपटका कुराहरू, त्यसले चाहिँ गएर उनीहरूको जीवनै त्यहाँनिर होइन उनीहरू चाहिँ त्यहाँनिर मरेको कुरा हामी देख्दछौँ। पहिला श्रीमान मर्छ, पछिबाट श्रीमानलाई लगेर दफनाएर आउने मानिसहरू ढोकामा हुँदा हुँदै श्रीमती पनि आएर त्यहाँ फेरि छल गरेको कारणले गर्दा होइन त्यहाँ श्रीमती पनि मरेको कुरा हामी पाउँदछौँ। अनि यसरी नै उनीहरूको जीवनमा त्यो छल कपट र लोभको कारणले गर्दा त्यो चाहिँ अदृश्य खतरा बनेर आयो, उनीहरूलाई चाहिँ यादै भएन। है, अनि हामीले राजा हिजकियाको जीवनमा हेऱ्यौँ भने पनि त्यस्तै घटना हामी देख्दछौँ। है, दोस्रो इतिहास 32को 25लाई हामीले हेऱ्यौँ भने त्यहाँनिर हामी पाउँदछौँ। है, यो चाहिँ हुन्छ, यहाँ यसरी लेखिएको छ दोस्रो इतिहास 32को 25मा, तर हिजकिया अभिमानी भएका थिए अनि परमप्रभुले तिनलाई दया देखाउनु भएकोमा
तिनी कृतज्ञ भएनन्। यसै कारणले तिनीमाथि अनि यहुदा र यरुसलेममाथि परमप्रभुको क्रोध पर्यो। आमेन। आमेन। हजुर बहिनीलाई परमेश्वरले आशिष दिनुभएको होस्। साँच्चै नै हामीले यहाँ हेऱ्यौँ भने चाहिँ आज राजा हिजकिया जो चाहिँ परमेश्वरले अनुग्रह गर्नुभयो अनि कृपा गर्नुभयो, तर परमेश्वरले उप्रति देखाउनु भएको त्यो कृपा र अनुग्रहमा ऊ चाहिँ के भयो भन्दाखेरि त्यहाँनिर अभिमानी भएको कुरा हामी पाउँदछौँ है। परमेश्वरले देखाउनु भएको त्यो कुराहरूप्रति ऊ चाहिँ कृतज्ञ भएन, जसको कारणले गर्दाखेरि चाहिँ आज राजा हिजकियालाई मात्रै होइन तर आज त्यहाँनिर रहेको सम्पूर्ण मानिसहरूलाई नै त्यहाँनिर परमेश्वरको क्रोध परेको कुराहरू हामी पाउँदछौँ है। अनि यहाँ पनि राजा हिजकियाको जीवनमा पनि आज हामीले त्यो अदृश्य खतरा चाहिँ के थियो भन्दाखेरि चाहिँ ऊ भित्र भएको त्यो अभिमानी कुराहरू, अभिमानी स्वभावहरू होइन, कृतज्ञ नहुने स्वभावहरू, जसले गर्दा चाहिँ आज उसमाथि र उसको जनतामाथि त्यहाँनिर चाहिँ त्यहाँनिर आपत्ति आएको कुराहरू हामी पाउँदछौँ है। अनि यसै गरिकन अर्को उदाहरण छ साउल राजा। हामी सबैजनालाई थाहा छ है साउल राजाको कथा हामीले धेरैचोटि सुनेका छ है। हामीले बाल सङ्गतिमा पनि सुनेका छौँ साउल राजाको कथा। अनि साउल राजा पनि आज यस्तो राजा थियो जसलाई चाहिँ आज जो चाहिँ परमेश्वरको क्रोधमा परेको कुराहरू हामी पाउँदछौँ है। अनि पछि गएर चाहिँ यो साउल राजाले पनि त्यहाँनिर आज त्यो कुराहरू चाहिँ ऊ भित्र आएको छ है, जुन कुरा चाहिँ लोभ थियो होइन। परमेश्वरले सबै कुरालाई नष्ट पार्नु भनेर भन्नुभएको थियो, तर त्यहाँनिर साउल राजाले चाहिँ त्यहाँनिर त्यो आज्ञाहरूलाई पालना नगरेको कारणले गर्दाखेरि चाहिँ उसले चाहिँ त्यो लोभको कारणले गर्दाखेरि चाहिँ ऊ भित्र त्यो खतराहरू आइपरिरहेको उसले थाहा नै पाउँदैन। अनि त्यति मात्रै नभएर हामीले हेऱ्यौँ भने पहिलो सामुएल 15को 8 र 9मा हामीले त्यहाँ हेऱ्यौँ भने हामी देख्न सक्छौँ है। त्यहाँनिर चाहिँ परमेश्वरले आज्ञा गर्नुभएको थियो कि तिमीहरूले चाहिँ त्यो देशलाई, त्यो ठाउँलाई लुट्दै गर्दाखेरि, त्यो जग्गालाई लुट्दै गर्दाखेरि सबै कुरा नष्ट गरिदिनु भनेर भन्नुभएको थियो। तर त्यहाँनिर राम्रो राम्रो कुराहरू देखेपछि लोभ जागेर आउँछ अनि उसले चाहिँ त्यो राम्रो राम्रो कुराहरू देखेपछि उसले त्यहाँ सबै कुरा नष्ट गर्दैन, तर राम्रो राम्रो चिजहरू चाहिँ उसले राख्छ, जसको कारणले गर्दा परमेश्वर एकदमै क्रोधित हुनुहुन्छ। अनि त्यसपछिबाट चाहिँ साउल राजासँग परमेश्वर बातचित गर्नै छाड्नुहुन्छ है। अनि त्योभन्दा अगाडि चाहिँ साउल राजाले के काम गरेको हुन्छ भन्दाखेरि परमेश्वरको आज्ञा अनुरूप उसले चाहिँ आज मन्त्र तन्त्र गर्ने अनि हरेक पूजा पाठ गर्ने सबैलाई चाहिँ त्यो ठाउँबाटै उसले लखिटेको हुन्छ त्यहाँनिर होइन, उसले मारेको हुन्छ, धपाएको हुन्छ। तर पछि गएर जब परमेश्वर फेरि उसँग बातचित गर्नुहुन्न तब उसले त्यहाँ एउटा ठुलो ग्रेट मिस्टेक गरी पठाउँछ है। अनि जुन कुरा चाहिँ थियो हामीले हेर्दाखेरि पहिलो सामुएल 28को 6 र 7मा हामी देख्दछौँ है। म पढिदिनेछु। उनले परमप्रभुलाई सोधे, तर परमप्रभुले न त सपनाद्वारा न उरिम न अगमवक्ताद्वारा उनलाई जवाफ दिनुभयो। त्यसैले उनले आफ्नो सेवकहरूलाई भने, मेरो निम्ति कुनै एउटा मन्त्र तन्त्र गर्ने स्त्रीलाई खोजिदेऊ र म त्यस कहाँ गएर सोधपुछ गर्नेछु है। त्यहाँनिर चाहिँ उसले मिस्टेक चाहिँ के गरेको छ भने परमेश्वरले जुन कुरा नगर्नु भनेर भन्नुभएको थियो उसले चाहिँ त्यहाँनिर त्यही कुरालाई चाहिँ खतराको रूपमा आफ्नो जीवनमा अपनाउँदै गरेको थियो। अनि उसले चाहिँ त्यो मन्त्र तन्त्र गर्ने व्यक्ति चाहिँ उसले खोज्न पठाउँछ। अनि जब उसले त्यो उसले काम गर्छ, गरेपछि हामीले हेर्छौँ अलिक पछाडि हेर्दै गयो भने त्यहाँ उसको 3जना छोरालाई चाहिँ त्यहाँ मारिन्छ। अनि अन्तिममा गएर ऊ आफै पनि सुसाइड गरेर होइन तरबारले रेटिएर मर्नुपर्ने अवस्था त्यहाँनिर आउँछ। त्यो चाहिँ के कारणले गर्दा भन्दा ऊ भित्र भएको सुरुमा त एउटा लोभ र अभिमानीको कुराले अनि अनाज्ञाकारिताको कुराले, अनि दोस्रो चाहिँ त्यो अदृश्य खतरा के थियो भन्दाखेरि जुन कुरा परमेश्वरले नगर्नु भन्नुभएको थियो उसले चाहिँ त्यहाँनिर सम्झौता गरेको छ होइन। मन्त्र तन्त्र गर्नेसँग सम्झौता गरेको कारणले गर्दाखेरि चाहिँ ऊभित्र त्यहाँ मृत्यु आइपर्छ। उमा मात्रै होइन तर उसको छोराहरूमा पनि त्यहाँनिर मृत्यु आएको कुरा हामी देख्दछौँ है। अनि हामीले मत्तीको पुस्तकमा हेऱ्यौँ भने हामीलाई थाहा छ येशू ख्रीष्टलाई धोका दिने चेला है यहुदा इस्करियोत, उसको जीवनमा पनि हामीले हेऱ्यौँ भने त्यहाँनिर अदृश्य खतरा, लोभको अदृश्य खतरा आइरहेको छ है। उसलाई थाहा नै हुँदैन कि मैले के गरिरहेको छु भन्ने उसलाई थाहा नै हुँदैन। उसले चाहिँ येशू ख्रीष्टलाई आज त्यहाँनिर पैसाको लोभमा चाहिँ के गर्छ, पक्राइदिन्छ। अनि उसले त्यो पक्राइसकेपछि उसलाई पछि मात्रै त्यो महसुस हुन्छ है। अनि मत्ती 27को 5मा हामीले हेऱ्यौँ भने चाहिँ त्यहाँनिर हामी देख्छौँ है कि उसले चाहिँ ऊ चाहिँ त्यहाँनिर झुन्डिएर मर्छ अनि उसको मृत्यु चाहिँ एकदमै दर्दनाक हुन्छ। ती कुराहरूले गर्दाखेरि, पैसाको लोभले गर्दाखेरि पछि उमा चाहिँ के आउँछ, मृत्यु आउँछ। अनि हामी सबैजनालाई थाहा भएको लुसिफर है, जसलाई चाहिँ बिहानीको तारा पनि भन्थ्यो, ऊ पनि आज यसाया 14को हामीले हेऱ्यौँ भने 12देखि 15सम्म त्यहाँनिर हामीले हेऱ्यौँ भने यसरी लेखेको पाइन्छ। म पढिदिनेछु सबैको निम्ति।
ए बिहानको तारा प्रभातको पुत्र त स्वर्गबाट कसरी खसेको छस् अहिले जाति जातिहरूलाई होच्याउने त कसरी भुइँमा तल खसालिस तैँले आफ्नो हृदयमा भनिस् म स्वर्गमा उक्लनेछु परमेश्वर का ताराहरूभन्दा माथि म मेरो सिंहासन उच्च पार्नेछु पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सावतको पर्वतमा म विराजमान हुनेछु म बादलको टुप्पो भन्दा माथि उक्लनेछु म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु तर तँ चाहिँ खाडलको तल्लो गहिराइसम्म होच्याइस् आमेन। साँच्चै नै यहाँनिर आज लुसिफर होइन हामी अहिले शैतान पनि भन्छौँ जो चाहिँ बिहानीको तारा अनि त्यतिखेर चाहिँ सबै उसले चाहिँ होइन परमेश्वरलाई अब परमेश्वर भन्दा पनि उच्च हुने उसले त्यहाँ सोच राखेको कारणले गर्दा आज म चाहिँ उच्च जग्गामा चाहिँ परमेश्वर भन्दा पनि महान हुन्छु भन्ने जब उसले सोच राख्यो ऊ भित्र आएको त्यो अहमपनाले ऊ भित्र आएको त्यो लोभ अनि घमण्डका कुराहरूले चाहिँ आज उसलाई चाहिँ पतनमा ल्याएको कुरा हामी देख्दछौँ है। उसलाई चाहिँ आज 15 पदले भन्छ कि त चाहिँ चिहानसम्म र खाडलको तल्लो गहिराइसम्म होच्याइस् है। त्यहाँनिर ऊ चाहिँ होच्याइएको कुरा हामी पाउँदछौँ। अनि यस्तो अदृश्य खतराहरू हाम्रो जीवनमा पनि आइरहेको हुनसक्छ है। अनि कतिचोटि हामीलाई यादै हुँदैन, हामी विश्वासी त हौँ अनि कतिचोटि यी कुराहरूलाई साधारण सम्झेर हामीले वास्ता नगरेको हुनसक्छ। अनि यो लकडाउनको समय मैले धेरै महसुस गरेको चाहिँ अहिले हामी सेवा सङ्गतिदेखि अलग भइरहँदाखेरि आज हाम्रो फिजिकली रूपमा हामी सेवा सङ्गति गर्न नपाइरहेको अवस्थामा आज कतिजनाले भर्चुअली यसरी जुम मार्फत सङ्गति गरिरहेका छौँ। तर आज यस्ता व्यक्तिहरू छ जसकोमा चाहिँ इन्टरनेटको पहुँच छैन, जसकोमा चाहिँ आज जुम चलाउने त्यो टेक्नोलोजीको पहुँच छैन। अनि ती कुराहरू हुँदै गर्दाखेरि चाहिँ आज परिवारहरू यी दिनहरूमा धेरै भाँडिरहेको हामी देख्दछौँ है। परिवारहरूमा चाहिँ आज धेरै त्यहाँ मनमुटावका कुराहरू आइरहेको छ, रिसको कुरा होइन, त्यहाँनिर आरिसको कुरा, लोभको कुरा, त्यहाँनिर अभिमानी कुरा, अहङ्कारको कुराहरू, यस्ता कुराहरू चाहिँ यस्तो अदृश्य खतरा भएर अहिले हाम्रो जीवनमा आइरहेको छ। हामीलाई हुँदैन, थाहा नै हुँदैन। आज एकछिन हामी झडङ्ग रिसाउँछौँ, कस्तो भनेर हामी रिसाउँछौँ एकछिन, भोलिपल्ट त्योभन्दा दुग्न हाम्रो रिस बढिरहेको हुन्छ, हामीलाई यादै हुँदैन। अनि त्यो रिसले चाहिँ आज हाम्रो परिवारलाई भाँड्दै गरेको हुन्छ, परमेश्वरबाट हामीलाई अलग गर्दै गरेको हुन्छ, ती कुरा हामीलाई पत्तै हुँदैन। अनि जब हामी हाम्रो त्यो रिसको उचाइसम्म पुगेर चाहिँ जब हामी आफैले चाहिँ ती कुराहरू महसुस गर्न थाल्छौँ त्यतिखेर मात्रै हामीलाई याद हुन्छ कि सबै भत्किसकेको छ, परिवार लथालिङ्गै भइसकेको छ, सबै कुरा भित्किसकेको छ, मण्डली भित्किसकेको छ होइन। आज त्यहाँ फुट आइसकेको छ अनि मात्रै हामीलाई त्यो बल्ल याद हुन्छ। त्यही भएको कारणले गर्दा हामी चाहिँ एकदमै चनाखो हुन आवश्यक छ है कि यी दिनहरूमा चाहिँ आज हामीले चाहिँ त्यो अदृश्य खतराहरूलाई चाहिँ हाम्रो जीवनमा आउनु दिनु हुँदैन। त्यो अदृश्य खतराहरू चाहिँ हामीले अघिबाटै महसुस गर्न सक्नुपर्छ है, जुन कुरा चाहिँ आज परमेश्वरको नजिकतामा रहेर हामी गर्न सक्छौँ। अनि हामीले हेर्ने हो भने एकजना यस्तो व्यक्ति छ जसले हामीले यहाँ अगाडि हेरेका व्यक्तिहरूले चाहिँ आज गल्ती गरे, तर ती गल्तीलाई चाहिँ महसुस नगरेको कारणले गर्दा पतन उनीहरूको जीवनमा आएको छ। तर हामीले फेरि यता हेर्दै गयौँ भने यस्तो व्यक्तिहरू पनि छ जसले चाहिँ आज गल्ती त गर्यो तर गल्तीलाई जब महसुस गरेर उनीहरूले चाहिँ क्षमा मागे त्यसपछि चाहिँ उनीहरूले चाहिँ त्यहाँ क्षमा पनि पाएको कुरा हामी देख्दछौँ है। हामीलाई योना 1 र 2 हामीले हेऱ्यौँ भने त्यहाँनिर योनाको जीवनमा त्यहाँनिर उसले गल्ती गरेको छ। सुरुमा परमेश्वरले उसलाई आज्ञा गर्नुभएको थियो त चाहिँ तर्सिस निनवेमा जानु भनेर भन्दाखेरि चाहिँ त्यहाँका मानिसहरूलाई भनिदिनु भन्दाखेरि ऊ चाहिँ त्यहाँ निनवेमा गएन तर तर्सिसमा भागेर गएको कुरा हामी पाउँदछौँ है। अनि यो कथा हामीलाई थाहा छ। अनि उसले चाहिँ त्यहाँनिर अनाज्ञाकारिता त्यहाँ देखाएको छ। तर जब उसलाई चाहिँ त्यहाँ डुङ्गाबाट फालिन्छ अनि ऊ माछाको पेटमा पुग्छ तब उसलाई यो रियलाइज हुन्छ, यो महसुस हुन्छ कि मैले चाहिँ गल्ती गरेँ, अब चाहिँ मैले त्यसो गर्दिनँ भनेर ऊ जान्छ। फेरि त्यहाँनिर पश्चातापी भएर 99 सहर गएको कुराहरू हामी देख्दछौँ है। त्यहाँनिर उसले त्यो कुराहरूलाई खतराहरूलाई चाहिँ महसुस गरेको कारणले गर्दा ऊ पश्चातापी हुन्छ। अनि कतिचोटि हामी पनि योना जस्तै पश्चातापी हुन सक्नुपर्छ है। अनि यस्तो अदृश्य खतराले चाहिँ आज मानिसको जीवनलाई चाहिँ हाम्रो जीवनलाई चाहिँ पतनसम्म मात्र होइन तर अनन्तताको त्यो नरकको आगोसम्म पुर्याउँछ है। हामीले हिजो हाम्रो पास्टर निर्मल बाबाले चाहिँ वचन उहाँले बोल्दै हुनुहुन्थ्यो नि, मलाई एकदमै राम्रो लागेको थियो। उहाँले भन्दै हुन्थ्यो यो सिलगढीको गर्मी अनि घाम यति बिग्न छ, यो गरम खाएर अब चाहिँ पुगिसक्यो, मलाई अब अनन्तताको आगो ताप्नु छैन, हामी अब अनन्तताको आगो नतापौँ भनेर उहाँले भन्दै हुनुहुन्थ्यो। साँच्चै नै आज हामीलाई यहाँ पृथ्वीमा हुँदैखेरि झापाको गर्मी भनौँ है, हामी केही क्षण त सहन सक्दैनौँ भने आज त्यो अनन्तताको
आगो कस्तो होला है, त्यो अविनाशी आगो जुन चाहिँ आज हामीले ताप्नु नपरोस् है, किन भन्दा परमेश्वरले चाहिँ आज हामीलाई त्यो कुराबाट निकालिसक्नु भएको छ। तर कहिलेकाहीँ ती यस्ता यस्ता मसिना अदृश्य कुराहरू हुन्छ जसले गर्दा चाहिँ आज हामीलाई त्यहाँसम्म पुर्याउने गर्दछ है। अनि तपाईँ र मलाई आज स्वतन्त्र दिएको छ। हाम्रो परमेश्वरले कहिले पनि हामीलाई जबरजस्ती घाँटी पक्रेर कपाल तानेर हात तानेर चाहिँ ल्याउनु भएको होइन। उहाँले चाहिँ हामीलाई फ्री विल दिनुभएको छ होइन। आज जे चुने पनि ठिक छ तिमीहरू होइन, तिमीहरू अब संसारको कुरा चुने पनि ठिक छ, वचन चुने पनि ठिक छ। परमेश्वरले चाहिँ आज तपाईँ र मलाई डिसिजन गर्ने त्यो फ्री विल दिनुभएको छ। तर आज तपाईँ र मैले चाहिँ कुन कुरालाई चुनिरहेका छौँ, कुन कुरालाई छानिरहेका छौँ है। आज परमेश्वर चाहिँ जहिले पनि आफ्नो हात दिएर हामीलाई बचाउन तयार हुनुहुन्छ। प्रभु म यो खतरामा पर्दैछु, मेरो परिवार यो खतरा भएर गइरहेको छ, हाम्रो परिवारलाई निकाल्नुहोस्, हाम्रो मण्डलीलाई निकाल्नुहोस् भनेर जब हामी परमेश्वरसँग भन्छौँ भने यस आई एम देयर होइन। परमेश्वर जहिले पनि तत्पर हुनुहुन्छ तपाईँ र मलाई त्यहाँबाट निकाल्नको निम्ति। तर के तपाईँ र मैले परमेश्वरमा भरोसा राखेर उहाँलाई चाहिँ हामीले हाम्रो सबै कुरा सुम्पेका छौँ त, त्यो हामीले सोच्नु आवश्यक हुन्छ है। अनि मेरो वचनलाई म सक्नुभन्दा अगाडि एउटा छोटो एउटा कथा भन्नु पर्यो। एउटा केटी रहेछ जो चाहिँ 3 तला माथि बिल्डिङमा बस्थेछ। अनि एक दिन अचानक दोस्रो तलामा दोस्रो फ्ल्याटमा चाहिँ आग लागि भएछ। अनि त्यो दोस्रो फ्ल्याटको आग लागि भएपछि चाहिँ त्यो सबैजना हतार पतार गर्दै झर्यो अनि सबैजना झरेछ। तर त्यो एउटा केटी चाहिँ माथि 3 तला माथि नै रहेछ। अनि वरिपरि आग लाग्यो, अब ऊ झर्ने त्यहाँनिर जग्गै छैन, उसलाई त्यहाँ निस्किने जग्गा कहीँ पनि छैन। अनि त्यहाँबाट ऊ आत्तिन थालेछ। अनि ऊ एकदमै करायो, बचाऊ 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 भनेर कराउन थालेछ। अनि जब ऊ त्यसरी कराउँदै गर्दाखेरि चाहिँ के भन्छ बचाउ पक्षका मानिसहरू आएछ। अनि बचाउ पक्ष दमकलहरू आयो, आगो निभाउन प्रयास भइरहेको छ, आगो झन् बढी बलिरहेको छ, त्यो निप्नै सकिरहेको छैन। अनि ऊ चाहिँ एकदमै हताश भएपछि अब त्यहाँ घर पनि धुवाइले भरियो। उसलाई यो पनि दिमागमा भएन कि अब म के गर्ने भन्ने उसलाई भएन। ऊ झ्यालमा आएर बचाऊ बचाऊ भनेर कराइरहेको बेलामा जब बचाउ पक्ष त्यहाँ पुग्यो अनि उनीहरूले चाहिँ त्यो भर्याङ लिएर त्यहाँ पुगेछ। अनि भर्याङ लिएर पुगेपछि त्यो भर्याङ त्यहाँसम्म नपुग्दा थोरै दूरी मात्रै बाँकी हुँदाखेरि त्यो बचाउ पक्षले भनेछ तपाईँ यता हाम फाल्नुहोस्, आउनुहोस् तपाईँ भन्दाखेरि चाहिँ ऊ चाहिँ डराएको, तल हेऱ्यो आगो दन्किरहेको छ। अनि ऊ चाहिँ एकदमै डराएछ, ऊ आएन, झन् पछाडि गयो। अनि त्यसपछि आउनुहोस् छिटो आउनुहोस्, आगो बलिसक्यो छिटो आउनुहोस् भनेर बोलाउँदा पनि ऊ चाहिँ आएन। अनि 4-5 पटक बचाउ पक्षले उसलाई बोलायो, प्रयास गर्यो, आउनुहोस् तपाईँ हामी तपाईँलाई बचाउँछौँ, भरोसा गर्नुहोस्, हाम फाल्नुहोस्, तपाईँलाई हामी पक्र्न सक्छौँ भनेर उनीहरूले भन्दाखेरि पनि आज त्यो केटी चाहिँ त्यहाँबाट चाहिँ झन् पछाडि सरेर गयो। अनि त्यसो हुँदाहुँदै अन्तिममा त्यो आगो धेरै दन्किएपछि बचाउ पक्षहरू पनि अब त्यो नजिक जान सकेन, जति नजिक गएको थियो त्यति पुग्न सकेन। अनि उनीहरू हार खाएर चाहिँ तल आएछ। अनि तल आएर भनेछ हामीले प्रयास चाहिँ धेरै गऱ्यौँ तर बचाउन सकेनौँ भनेर उनीहरूले भनेछ है। अनि त्यहाँबाट हामी के बुझ्न सक्छौँ भने कतिचोटि आज परमेश्वरले हामीलाई पनि त्यसरी नै हामी आपतमा हुँदा, हामी सङ्कष्टमा हुँदा, आज हाम्रो जीवनमा धेरै आँधीबेहरीहरू आइरहेको अवस्थामा चाहिँ हामीले भएर चाहिँ उहाँ बचाउन आउन तयार हुनुहुन्छ हाम्रो जीवनमा। तर के तपाईँ र म विश्वास गरेर हाम फाल्न तयार छौँ? के तपाईँ र म विश्वास गरेर उहाँले चाहिँ हामीलाई सम्हाल्नुहुन्छ भनेर सबै कुरा उहाँलाई सुम्पन तयार छौँ होइन? हामीले यो कुरा चाहिँ विचार गर्नुपर्दछ। अनि अनुग्रहको समय छ भन्दैमा आज हामी धेरैचोटि चाहिँ होइन गल्तीहरू गरिपठाउँछौँ। पश्चातापको लागि समय छँदैछ नि, क्षमादानको लागि समय छँदैछ नि होइन? तर आज यो अनुग्रहको समय कहिले सकिँदैछ हामीलाई थाहा छैन। सो हामी चाहिँ एकदमै परमेश्वरको वचनले भनेअनुसार जागो रह अनि प्रार्थना गर है। आज हामी चाहिँ जागो रहेर परमेश्वरको निकटतामा गएर प्रार्थना गर्न आवश्यक छ। अनि हामीले यसो गर्यौँ भने चाहिँ आज हाम्रो जीवनमा सफेरा र हननिया जस्तो, राजा हिजकिया जस्तो, साउल राजा जस्तो र यहुदा इस्करियोत र लुसिफर जस्तो हाम्रो जीवनमा पतन र विनाशका कुराहरू आउने छैन। आज तपाईँ र मेरो परिवार, तपाईँ र मेरो मण्डली, तपाईँ र मेरो समाज चाहिँ आज भाँडिने छैन। तर यो अदृश्य खतरादेखि चाहिँ परमेश्वरले हामीलाई बचाउन सक्नुहुनेछ है। त्यही भएको कारणले गर्दा आज हाम्रो सबै कुरा चाहिँ परमेश्वरमा सुम्प्यौँ ताकि तपाईँ र म चाहिँ यो अदृश्य खतरादेखि बाँच्न सकौँ र हाम्रो परिवार र मण्डली पनि बाँच्न सकोस्। हुन्छ, मेरो वचनलाई म यहीँ राख्दछु। सबैजनालाई ख्रीष्टको नाममा जय मसीह।